नमस्ते, म चन्द्र थापा। लेभल पढौँ स्वस्थ बनौँ। आज पनि म नयाँ जानकारीसहित हजुरमाझ उपस्थित भइसकेको छु। आजको मेरो यस सेगमेन्टमा हजुरलाई धेरै धेरै स्वागत छ। र म आज तपाईहरुमाझ विशेष गरेर एउटा यस्तो व्यक्तिको बारेमा भन्न गइरहेको छु जसलाई यो संसारमा सबैभन्दा बढी बाँच्ने व्यक्तिको रूपमा सारा दुनियाँले चिन्दछन्, जसको नाम थियो ली चिङ युन। हजुरहरू गुगलमा गएर पनि ली चिङ युन भनेर सर्च गर्नुभयो भने उहाँको सम्पूर्ण जीवनी हजुरहरूले पनि पढ्न पाउनुहुन्छ। उहाँको बारेमा तथ्य कुरोहरू हजुरहरूले पनि बुझ्न पाउनुहुन्छ। एलआई ली CHING चिङ YUEN युन, ली चिङ युन भनेर टाइप गर्नु होला साथीहरू गुगलमा गएर। तपाईहरुले पनि उहाँको बारेमा सम्पूर्ण कुराहरू पढ्न पाइहाल्नुहुन्छ। ली चिङ युन भनेका एक चिनिया जडीबुटी विशेषज्ञ हुनुहुन्थ्यो र उहाँ मार्शल आर्ट खेलाडी पनि हुनुहुन्थ्यो। ली चिङ युन मुख्यतया आफ्नो अत्यधिक लामो आयुको कारण चिनिनुहुन्छ के उहाँलाई आज विश्वभरिका मान्छेले यो संसारमा सबैभन्दा बढी बाँच्ने व्यक्तिको रूपमा चिन्दछन्। र उनको आफ्नो भनाइअनुसार उनको जन्म 1736 मा भएको भनेर उहाँले दाबी गर्नुभएको थियो र उनको मृत्यु 1933 मा भएको थियो। यसरी सरसरी हेर्दाखेरि 1933 मा 1736 घटाउँदाखेरि लगभग उहाँ 197 वर्ष बाँच्नु भएको उहाँले आफ्नै मुखले भन्नुभएको थियो हैन। चीनमा उहाँका त्यस्ता सम्पूर्ण तथ्यहरू छन्। तर केही पुराना रेकर्डहरूले, चीनमा भएका पुराना रेकर्डहरू इतिहासहरू पल्टाउने हो भने, पढ्ने हो भने उहाँको जन्म 1677 मा भएको उल्लेख गरेका छन् के पुराना रेकर्डहरूले, दस्तावेजहरूले। यसअनुसार उहाँको मृत्यु 1933 माइनस 1677 गर्दा उहाँ 256 वर्ष जीवित रहेको हुनुहुन्थ्यो भनेर चीनका केही पुराना प्रमाणहरू अथवा कुनै त्यस्ता किसिमका दस्तावेजहरूले बताउँछ। यद्यपि यति लामो आयुको दाबी अहिले वैज्ञानिकहरूले भने वैज्ञानिक रूपमा पुष्टि हुन चाहिँ सकेको छैन। तर पनि समग्रमा भन्नुपर्दाखेरि अहिले पनि साइन्सले नै के मान्छ, विज्ञानले नै के मान्छ भने ली चिङ युन भनेको अहिलेसम्मकै विश्वकै सबैभन्दा बढी उमेर बाँच्ने व्यक्ति हुन् भनेर दाबी गरेको छ विज्ञानले पनि। र विज्ञानले पनि 256 वर्ष नभए पनि अथवा उनले भनेको 197 वर्ष नभए पनि लगभग 150 वर्षभन्दा बढी नै ली चिङ युन जीवित हुनुहुन्थ्यो यो धरतीमा भनेर भनेको छ के 150 वर्ष बढी नै उहाँ बाँच्नु भएको थियो भनेर भनेको छ। जे होस्, यो संसारकै लामो आयु बाँच्ने व्यक्ति भनेर उहाँलाई नै चिन्दछ। हजुरहरू आफै पनि गएर पढ्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ। यो मैले जाने बुझेको कुरो त होइन, मैले पनि यसरी नै पढेर बुझेर हजुरहरूमा यो भनेको आज। र उनीले के अरे उनको लामो आयु बाँच्नुको रहस्य अहिले होइन सम्पूर्ण मानव जगतमा ले पढ्दा बुझ्दा के रहेछ भनेपछि उनको नम्बर 1 मा मानसिक शान्ति रहेछ कि मानसिक शान्ति। हामी पनि मानसिक रूपमा माने एकदम शान्त भयो भने त्यसै पनि होइन शरीरमा रोगहरू कम लाग्ने हुन्छ। त्यस्तै गरेर उनको दोस्रो रहेछ जडीबुटीयुक्त खानपान। अत्यधिक मात्रामा जडीबुटीयुक्त खानपान उहाँले खानुहुन्थ्यो। र अर्को 3 नम्बरमा रहेको छ नियमित योग अभ्यास, एक्सर्साइजहरू होइन, शारीरिक व्यायामहरू। अब मार्शल आर्ट खेलाडी भएपछि त नगर्ने कुरै भएन, त्यो थियो। त्यो भएर तपाईहरु पनि नियमित योग अभ्यास, शारीरिक व्यायामहरू होइन, एक्सर्साइजहरू गरौँ आफूले सक्दो अनुसार। अहिले भने सारा मेडिकल साइन्सले पनि होइन, आधुनिक विज्ञानले पनि भनिरहेको छ त तपाईँ हामीलाई, त्यो पनि हो। र अर्को अनुशासित जीवनशैली के एकदमै अनुशासित जीवनशैली तपाईँ हामीमा पनि हुन जरुरी छ साथीहरू। अनुशासित जीवनशैली भनेको के हो भनेपछि तपाईँ हामी मनुष्य भएर मनुष्यको दायराभित्र हामी बस्नु पर्यो के भन्नाले हाम्रो शरीरलाई सुहाउने खालको, हाम्रो शरीरले पचाउने खालको, हाम्रो शरीरलाई चाहिने खाद्य पदार्थ हामीले दिनु पर्यो के। र हाम्रो मानवले गर्ने काम बाहेक अरू अनावश्यक काम क्रियाहरू गर्नु भएन। हामीलाई चाहिएको खानेकुराहरू, हामीलाई ईश्वरले बनाइदिएको खानेकुराहरू हामीले खानु पर्यो। हो त्यो खानेकुराहरू हामीले खान नजानेर नै अहिले हामी यति रोगी, हामी अशान्ति, मानसिक अशान्ति होइन, डिप्रेसनको शिकारमा गइरहेका छौँ कि। र त्यसरी र अर्को कुरो ली चिङ युनले सधैँ जडीबुटीयुक्त मात्रै खानेकुराहरू खानुहुन्थ्यो कि। उहाँले अरू कुनै पनि त्यस्तो किसिमको, त्यो जमानामा त प्याक फुडहरू भयो, जङ्क फुड, फास्ट फुड, प्रोसेस फुडहरू त थिएन। एकदमै जडीबुटीयुक्तहरू खानपान मात्रै उहाँले खानुहुन्थ्यो। र यसै गरी उनले सेवन गर्ने जडीबुटीहरूमा मुख्य रूपमा
नम्बर 1 मा उहाँले सेवन गर्ने जडीबुटी थियो लिन्जी मसरुम। हेर्नुहोस् त, लिन्जी मसरुम भनेको यही हो। यो अहिले जुन डिएक्सन कम्पनीले पनि बनाएको छ लिन्जी मसरुम, रेसी मसरुम भनेर पनि भन्छ यसलाई। उहाँले खाने जडीबुटीमा नम्बर 1 मा रेसी मसरुमको उहाँले सेवन गर्नुहुन्थ्यो। र त्यस्तै गरी नम्बर 2 मा उहाँले गोजी बेरीको सेवन गर्नुहुन्थ्यो। गोजी बेरी भनेको एउटा बेरी क्याटेगोरीको फल हो जो अमिलो हुन्छ, जसमा अत्यधिक मात्रामा भिटामिन सी, एन्टिअक्सिडेन्टहरू पाउँछ। गोजी बेरी डिएक्सन कम्पनीले त्यही बेरीहरूलाई हाम्रो यो डिएक्सनको बिस्कुटमा हालेको छ। हेर्नुहोस् त, कति राम्रो सोच बनाएर डिएक्सन कम्पनीले। यसमा गोजी बेरी छ, ब्लुबेरी छ, क्र्यानबेरी छ, कोडीसेप, यार्सा गुम्बा छ यो डिएक्सनको बिस्कुटमा। हेर्नुहोस् त, यति राम्रो बिस्कुट बनाएको छ। त्यस्तै गरी उहाँले खाने अर्को कुरामा वाइल्ड जिङ्सेन भन्ने पनि एउटा जडीबुटी पाउँछ। जडीबुटीको राजा नै भन्छ जिङ्सेनलाई पनि। जिङ्सेन खानुहुन्थ्यो, जो अहिले डिएक्सन कम्पनीले पनि जिङ्सेनको क्याप्सुल, जिङ्सेनको पाउडर ल्याएर आएको छ बजारमा। त्यस्तै गरी उहाँले यार्सा गुम्बा खानुहुन्थ्यो, कोडीसेप। यार्सा गुम्बा हामीले अहिले यार्सा गुम्बालाई कति महँगो भन्छौँ नि। यार्सा गुम्बा आजभन्दा लगभग 5000 वर्ष अगाडिबाट चाइनाका, जापानका, चीनका मान्छेहरूले खाने गर्थे। त्यो यार्सा गुम्बाले हाम्रो शरीरमा अत्यधिक मात्रामा पोषण तत्त्वको परिपूर्ति गरिदिने, हाम्रो शरीरमा इम्युन पावरलाई एकदमै बढाइदिने, हाम्रो शरीरको एन्टी एजिङ प्रोसेसलाई कम गरिदिने, होइन, हाम्रो शरीरमा भएका सबै त्यस्ता कमी कमजोरीलाई पुरा गर्ने भएको हुनाले अहिले पनि चीन, जापानका मान्छेहरूले त्यसरी यार्सा गुम्बालाई यति महँगो यहाँ नेपालबाट किनेर लगेर खान्छन् नि त। हो त्यो कुरो हामीले सिक्ने कहिले त? त्यो भएर ली चिङ युनले, जो यो धरतीमै सबैभन्दा बढी बाँच्नुभएको व्यक्ति, जो 150 वर्षभन्दा बढी आयु यो संसारमा बाँचेर जानुभयो, उहाँले त यो गानोडर्मा, होइन, जसलाई पहिला रेसी मसरुम, लिन्जी मसरुम भनेर भन्थे, त्यसलाई अहिले आधुनिक वैज्ञानिक नाम चाहिँ ग्यानोडर्मा भनेर राखेको छ, जसलाई हामी रातो च्याउ भनेर पनि भन्छौँ। त्यो भएको हुनाले डिएक्सन कम्पनीले त्यही रेसी मसरुमलाई यो रेसी मसरुम पाउडर भनेर ल्याएको छ। त्यही लिन्जी मसरुम, रेसी मसरुमलाई यो आरजिजिएल भनेर क्याप्सुलमा ल्याएको छ। यसरी डिएक्सन कम्पनीले हाम्रो पनि शरीरमा आयु आरोग्य बढोस्, शरीरको रोग प्रतिरोधात्मक क्षमता बढोस्, होइन, शरीरको एन्टी एजिङ प्रोसेस कम होस्, तपाईँ शरीरमा सम्पूर्ण माइक्रो न्युट्रिसनको परिपूर्ति होस् भनेर यी सम्पूर्ण सामानहरूलाई हामीले खाद्य वस्तुमा हालिदिएको छ कि त्यो गानोडर्मालाई। त्यस्तै डिएक्सन कम्पनीले हेर्नुहोस् त, हामीले दैनिक पिउने कफीमा पनि त्यही लिन्जी मसरुम हालेको छ, ग्यानोडर्मा रातो च्याउ हालिदिएको छ। हामीले सधैँ पिउने चियामा पनि त्यही रेसी मसरुम, त्यही ग्यानोडर्मा रातो च्याउ हालिदिएको छ। हामीले नुहाउने साबुनमा पनि डिएक्सन कम्पनीले त्यही 5000 वर्ष पुरानो जडीबुटीको राजा, 365 प्रकारका जडीबुटीको राजा ग्यानोडर्मा रातो च्याउ, जसलाई रेसी मसरुम, लिन्जी मसरुम भनिन्छ, त्यही मसरुम यो हाम्रो साबुनमा पनि हालिदिएको छ। त्यही रेसी मसरुम, लिन्जी मसरुमलाई डिएक्सन कम्पनीले हाम्रो टुथपेस्टमा पनि हालेको छ। हेर्नुहोस् त, हाम्रो यो मसाज ओइल छ, यसमा पनि त्यही रेसी मसरुमलाई हालिदिएको छ। भने यस्तो सोच बनाएर डिएक्सन कम्पनीले यी सारा चिजलाई, जो 5000 वर्ष पहिलादेखि नै प्रयोग गरेका जडीबुटीका राजा, सब जो खाद्य पदार्थहरूबाट नपाइने त्यस्ता पोषण तत्त्वहरूलाई परिपूर्ति गर्ने भएको हुनाले